जसले नेकपा एमालेलाई पछाडि पार्ने कोसिस गर्यो सामाजिक सञ्जालले। आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र सामाजिक सञ्जालको पछाडि हामी लागिरहेका छौँ। त्यसकारण यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ। मैले हार्दिक अनुरोध गर्न चाहन्छु सभामुख मार्फत सामाजिक सञ्जाललाई तुरुन्त नियमन गरियोस्, म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार साथीहरू, आजको विषय अलि गम्भीर छ, ध्यानसित सुनिदिनु होला भिडियो र अन्तिमसम्म हेरिदिनु होला। आजको प्रतिनिधि सभाको बैठकमा एकजना विष्णुमाया विक भन्ने एकजना सांसदले उठाएको कुराको विषयमा हामी चर्चा गर्दैछौँ र उहाँ नेकपा एमालेको पार्टीबाट प्रतिनिधित्व गर्नुहुँदो रहेछ हैन। तपाईँ हेर्न सक्नुहुन्छ उहाँको भिडियो अहिले सोसियल मिडियामा सर्वष्ट भाइरल छ र उहाँले भन्नुभएको छ कि उहाँले के भन्नुभएको छ भने उहाँले अलि जटिल कुरा उठाउनु भएको छ, बलात्कार अथवा महिला हिंसाको बारेमा कुरा उठाउनु भएको छ। तर कुरा कसरी उठाउनु भएको छ भने उहाँको कुरा एकदम जायज हो हैन, महिला अधिकारको लागि बोल्नु भएको छ, एकदम जय हो। तर मैले देखेको कुरा के छ भने, मैले कि हामी सबैले देखेको कुरा के छ भने माइतीघर मण्डलामा है, माइतीघर मण्डलामा फलानो मान्छेले फलानो पार्टीको फलानो मान्छेले फलानो नाम गरेको भनेर पोस्टर सहित ब्यानर सहित बलात्कारित महिला, एक महिला तपाईले देख्न सक्नुहुन्छ, स्क्रिनमा म फोटो लगाइदिएको छु। यसरी बलात्कारी पीडित महिला न्यायको भिख माग्दै गर्दा यी महिलाहरू कहाँ गएका थिए? त्यहाँनिर एमालेको हात छ भन्दैमा यी महिलाहरू चुपचाप थिएनन्। त्यसरी बोल्न सक्ने, आज केपी शर्मा ओलीको बारेमा बोल्न सक्ने एमालेका यी महिलाहरू हैन, हिजो त्यो माइतीघर मण्डलामा तडपेर बसेका महिलाहरू प्रति बोल्ने आवाज कहाँ गएको थियो उनीहरूको? उल्टो नभएर साँच्चै भन्ने हो भने एमालेकै महिलाहरू, त्यो आन्दोलनकारीहरू महिलाहरू गएर त्यो दिदीलाई लछार पटर पाडेको भिडियो, लुछालुछ गरेको भिडियो सार्वजनिक भएको थियो हैन। अहिले एमालेले आएर यहाँनिर नैतिकताको कुरा गरेर हुन्छ, आफ्नो कमजोरीको फाइदा उठाउनुहुन्छ हैन। हो, केपी शर्मा ओलीलाई अहिले हिरासतमा राखेको छ, तर न्यायको लागि राखेको छ, जेनजी शहीदहरूको न्यायको लागि राखेको छ। उनी निर्दोष होछन् भने भोलि उनी रिहा हुन्छन्, यदि दोषी रहेछन् भने कारबाही हुन्छ र हुनै पर्छ। किनभने कसैको काख रित्तिएको छ, कसैको सिउँदो पोसिएको छ हैन, निर्दोष बच्चाहरूलाई मारिएको छ। त्यति बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली थिए, त्यही भएर उनलाई हिरासतमा राखिएको छ। अहिले सदनमा एमालेका प्रतिनिधित्व गर्ने दुई चारजना सांसदहरूले त्यस्तो खालको विरोध गरेर एमालेले शपथ पाउने कुरा छैन। र अर्को केस के छ भने यहाँ सागर लम्साल बोलेको हैन। सागर लम्साल बोलेलाई एकजना नारीले अमेरिकाबाट स्ट्याटस लेखेकै भरमा उनलाई प्रहरीले अहिले गिरफ्तार गरेको छ र हिरासतमा लगेको छ, थुनुवामा लगेको छ हैन। अन्याय यता बोलेलाई साँच्चै के अब अन्याय भएको छ, या चाहिँ बोलले अब साँच्चै दोषी रहेछन् भने त ठिकै छ। यदि उनी अन्यायमा परेको रहेछन् भने त उनीमाथि त घोर अन्याय भएको छ नि, ठिकै छ। बोलले त उनको जसरी पनि उनले फेस गर्लान्, म निर्दोष छु भनेपछि उनको परिवारमा के बितेको होला हैन, उनको छोराछोरीमा के बितेको होला, परिवारमा के मेसेज गएको होला, कसरी फेस गरेको होला घर परिवारले हैन। त्यो भएको कारणले गर्दाखेरि एमाले पार्टीहरूको एउटा उहाँले अर्को के पनि कुरा उठाउनु भएको छ भने सोशल मिडियाको बारेमा उठाउनु भएको छ। जसले नेकपा एमालेलाई पछाडि पार्ने कोसिस गर्यो सामाजिक सञ्जालले। आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र सामाजिक सञ्जालको पछाडि हामी लागिरहेका छौँ। सोशल मिडियामा अहिले सोशल मिडियाकै कारणले गर्दा हामीलाई पछि पारियो, एमालेलाई पछि पारियो, अनि सोशल मिडियाकै कारणले सब कुछ चलेको छ यताउता भन्नुभएको छ। यो सोशल मिडियाले 5 वर्षसम्म
सोसल मिडिया आज सुरु भएको त होइन नि। सोसल मिडिया त 5 वर्षसम्म तपाईँको अध्यक्ष केपी शर्मा ओलीले देश चलाइरहेको बेलामा यो सोसल मिडियाले निहालिरहेका थियो। त्यति बेला निहालिरहँदा कुनै पनि राम्रो काम गर्न नसकेर, पीडितहरूको न्याय पाउन नसकेर, गुन्डागिरी र पुलिस प्रशासनलाई हतकडी लगाएर पीडितहरूलाई झन पीडामा दिएर नेताहरू आसेपासेहरूलाई पुरै उन्मुक्ति दिएर देश अति भएर विस्फोट भएको सोसल मिडियाबाट यसरी विस्फोट भएको हो। सोसल मिडियालाई तपाईँले जति जे भने पनि सोसल मिडियाको पावर धेरै छ। अहिले नयाँ सरकारमा आएका नेताहरूले यदि केही गर्न सकेनन् भने, यदि तपाईँहरूकै पारा भयो भने फेरि यो सोसल मिडिया उल्टिन्छ त्यहाँनिर। यो होइन कि अहिलेको नयाँ सरकारलाई नै सोसल मिडियाले साथ दिइरहेछ भने त्यस्तो कदापि हुँदैन। त्यसैले एमालेमा के छ भने सोसल मिडियाको अल्गोरिदमले जित्यो, हामीलाई पछि पार्यो। त्यो होइन, बिर्सिनुहोस्, त्यो कदापि होइन। गाउँ कति बुढा बुवा आमाहरूलाई के थाहा थियो र? उहाँहरूले त हाल्नुभयो भोट घन्टीमा, होइन? किनभने उहाँहरू पनि वाक्क दिक्क पर्नुभएको थियो तपाईँहरूको त्यो हरकत देख्दाखेरि। कहिले पनि नसुध्रिने जस्तो चान्स, कहिले पनि नसुध्रिने जस्तो तपाईँको गति देखेर मात्रै एमालेलाई यो हालतमा पुर्याउन सफल हुनुभएको। अलिअलि बसेको पनि अब आउने यस्तै पारामा चल्दै जानु हो भने अब आउने के अर्को चुनावसम्म तपाईँहरूको बिउ पनि भेटिन्छ, बिउ पनि भेटिन्न, बत्ती बालेर खोज्दा पनि भेटिन्न। त्यस्तो अवस्था आउन सक्छ। मैले महिलाको विरुद्धमा बोलेको होइन, कसैको विरुद्धमा बोलेको छैन यो भिडियोमा। मैले बस तपाईँहरूले जो खालको प्रतिशोधपूर्ण कुरा गर्नुहुन्छ त्यसको विरुद्धमा म बोलेको हुँ। किनभने पीडित, तपाईँले जुन कुराको पीडित उठाउनु भएको छ नि, होइन, त्यो पीडित, त्यस्ता पीडितहरू सडकमा खोज्छन्, तिनको बारेमा कुरा किन उठाउनु भन्ने खालको कुरा मैले गरेको हुँ। उहाँले कुरा उठाउनु भएको थियो एकजना बहिनी जो केपी शर्मा ओलीलाई थुनेको आन्दोलनकारीको बिचमा एकजना बहिनी हुनुहुन्थ्यो। उहाँलाई चाहिँ सोसल मिडियाको कमेन्टमा गाली गरेको, होइन, अनि के भन्छ बलात्कारीको धम्की दिएको या हो यताउताको कुराहरू लिएर उहाँ अलरेडी पीडित हुनुभएको छ। उहाँको कुरा उठाउनु भएको थियो, त्यो राम्रो हो, तर उठाउन पर्छ। एउटा सांसद भएपछि जो भूमिका खेल्न पर्ने खेल्नुभयो, ठिक छ। तर पनि त्यो एमालेबाटै बलात्कृत भएर बसेका महिलाहरू कति छन्, उदाहरणहरू अझै खुलामखाली बोलेका छन्। शोभा पाठकको कुरा गर्ने हो कि, होइन, त्यो दिदीको कुरा गर्ने हो कि, होइन? अनि त्यति बेला त तपाईँहरू चुपचाप हुनुहुन्छ कि साँच्चै त्यहाँनिर नारी अन्यायमा परेको रहेछ भने त तपाईँहरू सांसद भएको कुरो उठाएको के फाइदा भयो त, होइन? त्यो भएको कारणले गर्दाखेरि एमालेको हली बन्न छोडेर सच्च नारीको अधिकारमा बोल्न सिक्नुहोस्। तपाईँहरूको लागि देशले दिएको महिला अधिकारको प्रोपरली सदुपयोग हुन्छ। धन्यवाद। आजको भिडियोमा यति चर्चा गर्छु। अर्को कुनै भिडियोमा अर्को विषयमा लिएर म अवश्य आउनेछु। तबसम्म बिदा दिनुहोस्। नमस्कार।